A day in my life. आज बिहान उठ्ने बित्तिकै मैले घर पूजा गरेँ, त्यसपछि म मन्दिरतर्फ लागेँ र म मन्दिर पुग्न पश्चात म मन्दिरभित्र छिरेर मन्दिरमा ढोगेर म भित्र भजन सुन्नतर्फ लागेँ। भजन पनि स्टार्ट भयो र भजनको लागि म आनन्दले उभिएर भजन सुन्दै बसेँ। त्यसपछि हाम्रो पण्डितजीहरूले अब भगवानलाई ऐना देखाउनु भयो, यसो फोटो खिचेँ र अन द वे म ग्रोसरी गरेर घर आएँ। घर आएर चियासँग पफ खाएँ र फिसिङको लागि सामान रेडी गरेर म निस्केँ साथीको घरतिर। साथीको घर अन द वे म मजाले गीतको भाइब लिँदै गाडी चलाउँदै गएँ। अनि म त्यहाँ साथी रेडी हुँदैसम्म यो फनी गेम खेल्दै बसेँ, यति टाइम पास। अनि हामी लाग्यौँ लन्च खान। लन्च यति मिठो थियो, हामीले सब चकाचट पारेर सकाइदियौँ। अनि लाग्यौँ अगेन फेरि हामी फिसिङतर्फ। अनि अन द वे मैले बाटोमा स्पिड क्यामेरा भ्यान देखेर देखाउनलाई यहाँ यसो क्लिप राखिदिएँ। अनि फेरि यो मनमोहक दृश्य हेर्दै हेर्दै हामी यो रिभर ली भन्ने ठाउँमा पुग्यौँ र त्यो ट्राफिक लाइटमा पुग्दाखेरि मैले त्यहाँ पनि यसो क्याच गरेर जाँदै गर्दा अगाडि भुमरी देखेँ। त्यो भुमरी यसो देखाइदिउँ भनेर हालेँ फेरि मैले यसो क्लिपमा। त्यसपछि लाग्यौँ हामी आफ्नो डेस्टिनेसनतर्फ। बाटोमा यति राम्रो राम्रो भ्यूहरू थियो कि त्यो मैले कुनै पनि भ्यू छुटाउनै सकिनँ, सबै सकेसम्म हालेँ। अनि त्यो भ्यू यति राम्रो थियो कि हेर्नु सबै भ्यूहरू यहीँ छन्। मैले सक्दो हालेको छु, अब भिडियो जति हाले त्यति लामो हुन्छ, त्यही भएर मैले धेरै भिडियोहरू काटेर राखेको छु। यो राम्रो देखिएर सबै जता हेऱ्यो त्यति राम्रो देखिने यहाँ फेरि है। यो फेरि बिचमा एउटा घर रहेछ, फेरि यसलाई पनि हेर्न कस्तो राम्रो देखेको त्यो फाटमा। ओहो, यो चलिरहेका गाईहरू कस्तो राम्रो देखेको यो फाटमा। यो ट्याक्क घाम पनि, आकाश कति उज्यालो गर्दै हामी नाच्दै गाउँदै पुरा गीत बजाउँदै हामी हल्ला गर्दै गयौँ गाडीमा। बाटो थियो लगभग तपाईँको चाहिँ 3-4 घन्टाको। अनि हामी पुरा गीत गाउँदै नाच्दै चलाउँदै घुम्दै गयौँ। फेरि अनि यो भ्यूहरू हेर्दै हेर्दै हामी गयौँ। अफरोड हुँदै जान पर्ने रहेछ त्यो ठाउँमा, त्यही भएर अफरोडिङ गयौँ। फाइनली यो डेस्टिनेसनको लागि हामी घरबाट निस्केका रड सर्ट सेट गऱ्यौँ। अनि यो माछा मैले मारेँ पहिलोचोटि सुरुमा त्यहाँ जाने बित्तिकै। यो थियो हाम्रो डेस्टिनेसन फर्स्ट त्यहाँ भिजिटको लागि। अनि यसो फोटोसुट गऱ्यौँ अनि हामी निस्क्यौँ घरतर्फ। साँझ भइसकेको थियो, घाम डुब्यो। अनि हामी आनन्दले ड्राइभिङ गर्दै आएको थिएँ। पछि थाकेर मैले गाडी चलाउन साथीलाई दिएँ। साथीले चलाउँदै गफ गर्दै आएको थियौँ। पछि त म निदाएछु, कतिले निदाएछु थाहै पाइनँ। अनि फेरि आउँदै गएँ, म निदाएछु कि बिहानबाट चलाउँदै थाकेँ। अनि आउँदाखेरि साँझ पऱ्यो, अँधेरो भएपछि म स्टिल निदाइरहेको छु। अनि निदाएर अब ट्र्याक्टर घर आउने बेलामा साथीले ठ्याक्कै मलाई भिजाइदिए। त्यति गर्दै दिन सक्छु।